पित्तथैलीमा पत्थरी भयो भने के अनिवार्य रूपमा अपरेसन गर्नै पर्छ? अपरेसनको लागि पत्थरीको साइज कति महत्त्वपूर्ण हुन्छ र कहिलेसम्म पर्खिनु सुरक्षित हुन्छ? आज हामी यिनै महत्त्वपूर्ण कुराहरू स्पष्ट रूपमा बुझ्नेछौँ। धेरै मानिसलाई अल्ट्रासाउन्ड गर्दा संयोगवश पत्थरी देखिन्छ र तुरुन्तै डर लाग्छ अब अपरेसन गर्नै पर्छ कि? तर सत्य के हो भने सबै पित्तथैलीको पत्थरीमा अपरेसन आवश्यक हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने लक्षण। यदि तपाईमा यी लक्षणहरू जस्तै पेटको दायाँतिरको माथिल्लो भाग दुख्ने, वाककी वा बान्ता हुने र दुखाइ ढाड वा दायाँ काँधतिर शरीर दुखाइ भएमा यसलाई हामी बिलेरी कोलिक वा गल ब्ल्याडर अट्याक भन्छौँ। यस्तो अवस्थामा अपरेसन ल्याप्रोस्कोपिक कोलिसिस्टेक्टोमी गर्नुपर्छ, किनभने एकपटक लक्षण सुरु भएपछि फेरि दोहोरिने सम्भावना हुन्छ र पछि गम्भीर समस्या जस्तै पित्तथैली सङ्क्रमण, पित्तनली ब्लक र पेन्क्रियाटाइटिस हुन सक्छ। तर लक्षण नभएको पत्थरीमा के गर्ने? यदि तपाईँलाई लक्षण छैन भने प्राय अपरेसन आवश्यक हुँदैन। वर्षमा केवल 1-2% मात्र लक्षण दोहोरिने सम्भावना हुन्छ। त्यसैले यस्तो अवस्थामा निरीक्षण मात्रै उपयुक्त हुन्छ। पत्थरीको साइज कतिको महत्त्वपूर्ण हुन्छ? यो धेरै बिरामीले सोध्ने प्रश्न हो। सानो पत्थरीमा पनि धेरै दुखाइ हुन सक्छ र ठुलो पत्थरी पनि वर्षौँसम्म चुपचाप दुखाइ बिना रहन सक्छ। वास्तवमा 1 mm देखि 2.9 सेन्टिमिटर सम्मको पत्थरीमा यदि कुनै लक्षण छैन भने अपरेसन आवश्यकता पर्दैन। तर 3 सेन्टिमिटर वा सोभन्दा ठुलो पत्थरीमा पित्तथैलीको क्यान्सरको जोखिम 10 गुणा बढ्न सक्छ। त्यसैले यस्तो अवस्थामा प्रोफाइल्याक्टिक अपरेसन गर्न सकिन्छ। कहिलेकाहीँ लक्षण नभए पनि केही विशेष अवस्थाहरूमा अपरेसन गर्न सल्लाह दिइन्छ, जस्तै क्याल्सिफाइड पित्तथैली वा पोर्सेलिन गल ब्ल्याडर पोलिप 10 mm भन्दा ठुलो, केही रक्त सम्बन्धी रोगहरू, ट्रान्सप्लान्ट गर्ने बिरामीहरू। तपाईलाई आजको जानकारी कस्तो लाग्यो कमेन्ट गर्नुहोला। यदि उपयोगी लाग्यो भने यो भिडियोलाई लाइक र सेयर गर्न नभुल्नुहोला। धन्यवाद।